सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। विश्वास चाहिँ कप्तानको जस्तो हुनुपर्छ। लुका 7:1-10। चिनेको मानिसले दिएको कुरा लिनु र भनेको कुरा मान्नु भन्ने कुरा नौलो होइन, तर नचिनेको र फरक व्यक्तिको कुरा स्वीकार गर्न सक्नु हृदयभित्रको विश्वास हो। रोमी शासकको एक कप्तान भएर अरूको परमेश्वरको सभाघर निर्माणमा सहयोग गर्नु साधारण कुरा होइन। यहुदी धर्मगुरुहरू कप्तानको कदमले दङ्ग थिए। यस्तो सहयोगी मन भएको कप्तानको बिन्ती लिएर धर्मगुरुहरू नै यीशु कहाँ आए। ती कप्तान सहयोगी मात्र नभई यीशुको काम र सिकाइप्रति हृदयमा विश्वास पनि बढाउँदै थिए। त्यस समयमा रोमी सेनाहरूलाई उनीहरूको पद अनुसार नोकरहरू दिइन्थ्यो। यदि नोकरहरू बिरामी भए वा काम गर्न नसक्ने भए मार्न पाउने अधिकार पनि उनीहरूलाई थियो। तर यी कप्तान सफा हृदय र प्रेमले भरिएका मानिस थिए। उनी आफ्नो नोकर निको भएको चाहन्थे। येशूको कामको बारेमा सुनेका यी कप्तानको हृदयमा येशूको शक्तिप्रति पुरा विश्वास थियो। येशू परमेश्वरबाट अधिकार प्राप्त भएकोले उहाँको मुखको वचनै पर्याप्त हुन्छ भन्ने कुरा उनले विश्वास गरेका थिए। येशूको उपस्थिति नभए पनि उहाँको वचनले नै मेरो नोकर निको हुन सक्छ भन्ने विश्वास कप्तानमा थियो। यही कप्तानको विश्वासलाई नै येशूले ठुलो विश्वास भनी भन्नुभयो। हो, येशूले ठुलो विश्वासको चाहना गर्नुहुन्छ र यस्तो विश्वास हामीबाट पनि आशा गर्नुहुन्छ। आज हामी परमेश्वर र उहाँको वचनमा कतिको विश्वास राख्छौँ? के हामी विश्वासको हिँडालाई उहाँले ठुलो विश्वास बन्न सक्ने अवस्था छ? परमेश्वरले तपाईँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हो। जय मसीह।